एभ्रिवान नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल इट्स मी सलिना तामाङ अनि आज चाहिँ मैले फर्स्ट टाइम भिडियो बनाउन लागिरहेको छु के कस्तो लाग्छ हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला है त म चाहिँ ब्रेकफास्ट लिन लागिरहेको छु र ब्रेकफास्टमा रहेको छ ब्ल्याक टी अनि त्यहाँदेखि दुनोट अनि ड्राई फ्रुट अनि मैले चाहिँ अब लिन लागिरहेको छु लिएँ है मैले चाहिँ ब्रेकफास्ट गरिसकेर भाँडा मान्दिरहेको छु अब यो भाँडा मान्दिसकेर चाहिँ एकछिन पछाडि चाहिँ खाना बनाउनको लागि रेडी गर्नु तयारी गर्नु छु भाँडा पनि माजिसक्न लागि अब तयारी गरिहाल्छु मैले चाहिँ अब यो साग केलाएर साग बनाउन लागेको अनि त्यस पछाडि मैले चाहिँ साग पनि रेडी गरिसकेँ अनि आलु पनि तासेर पखालेर रेडी गरिसकेँ अब दाल बसाउन बाँकी अनि अब चाहिँ पकाउन लागेको अब चाहिँ मैले दाल बसाउन लागिरहेको छु दाल बसाएको छु म चाहिँ छठमा गइरहेको छु हिजो चाहिँ हुसे लागिरहेको थियो अनि अस्तिको दिन चाहिँ पानी परिरहेको थियो आज चाहिँ मजाले घाम लागिरहेको छ है पुरै घाम लागिरहेको छ म चाहिँ अब आलु फ्राई गर्न लागेको माम बनाएर हो साग पनि रेडी भइसक्यो ल यो चाहिँ मुलाको अचार यहाँ राखौँ यो चाहिँ मुलाको अचार हो अनि अब चाहिँ खाना खान्छौँ हामी सबै रेडी भइसक्यो पनि दाल हालिदिउँ खाएँ है
चाहिँ भन्नु न। खाइला मैले खाना खाइसकेँ अनि अब भाँडाकुँडा माझ्दैछु अनि अझै पुछताछ गर्नु छ, सरसफाइ गर्नु छ, ग्यासहरू। मेरो बहिनी चाहिँ यहाँनिर भाँडाकुँडा माझिसकेर सरसफाइ गर्दैछ। ज्ञानी छ हौ मेरो बहिनी। काम चाहिँ गर्छ जे होस् होइन बहिनी? हो नि दिदी हजुर। मजाले पुछै टिक्कै बना नि। चिटिक्क पारेको लक्षण हुन्छ नि त, घरमा फोहोर राख्नु हुँदैन होइन होला। कहिलेबाट यस्तो कुराहरू थाहा पाउनुभयो? मैले त पहिल्यैबाट थाहा पाएको, घरमा फोहोरहरू गर्नु हुँदैन, सफा गऱ्यो भने राम्रो हुन्छ। काम आएन सरसफाइ बाहेक केही छैन नि। सफाइ भनेको एकदम इम्पोर्टेन्ट हुन्छ। अब बढाल्न बाँकी छ, त्यो पखालेर राखिदिएको है। एक बोल मान्छे जस्तो भाडा पाउनु। बिहान खाजा र खाना सहित। ल अब चाहिँ बडा कुरामा लाग्नु पर्यो। मजाले बढाले हुन्छ, भइहाल्छ नि। भुइँमा एउटा नि फोर्न लागिकन। बढाल्दै गर माया, बाहिर पनि बढाउनु पर्ने छ। मैले चाहिँ खानाहरू खाइसकेँ अनि भाँडाहरू माझेर पुछपाछ पनि गरिसकेँ। अनि मैले चाहिँ आज भिडियो यति नै बनाउन चाहेँ। अब मेरो नेक्स्ट भिडियोमा हजुरहरूले हेर्नुहुन्छ र मेरो भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नभुलिदिनु होला। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।